हेलो नमस्ते हजुर सबैलाई स्वागत छ मेरो अर्को एउटा सानो ब्लगमा। मेरो नाम भावना अनि अहिले म चाहिँ छु आफ्नो माइती देश नेपाल सुर्खेत जिल्ला। अनि सुर्खेत जिल्लाको यो चाहिँ रामघाट सादी खोला। अनि आज चाहिँ मलाई भन्दा हामी सबै फ्यामिलीहरूलाई मेरो मामाको छोरीको घरमा खाना खानलाई बोलाउनु भएको थियो। अब नेपालमा त्यही हो, धेरै दिनपछि आएपछि सबैले खाना खानलाई बोलाउनुहुन्छ। एक दुई पटक सबैको घरमा जाँदा एकदम खाँदा हालतै खराब हुन्छ है। अनि यहाँ चाहिँ गएर हामी एकछिन बस्यौँ अनि त्यसपछि सबैजना खाना खान लाग्यौँ। अनि म चाहिँ एकदम भेज परेँ, एकदम भेज खाना नै खान्छु म जहाँ गए पनि। म अरू खाँदिनँ नेपाली खाना, भेज खाना नै खान्छु म। मेरो लागि जहाँ पनि सब्जी अचार दाल तयार हुन्छ। अनि खाना खाइसकेपछि एकछिन बसेर गफ गऱ्यौँ अनि त्यो सबैको चटपटे खाने प्लान बन्यो। अनि यहाँ चाहिँ हामी चाहिँ फटाफट चटपटेको तयारी गरेर चटपटे बनायौँ। अनि त्यत्तिकैमा धेरै दिन पछि पानी पनि पर्यो। पानी नपरेको धेरै दिन भएको थियो, एकदम गर्मी भएको थियो। एकैछिनको लागि हावाहुरी अनि पानी पर्यो। हामीले चाहिँ त्यही हावाहुरीको पानीको मजा लिँदै चटपटे बसेर सबैजनाले मजाले बसेर खायौँ। सबैजनासँग खाँदाखेरि जे कुरा पनि मिठो हुन्छ। यो कुरा चाहिँ कसले गौर गर्नुभएको छ, मतलब जुनसुकै कुरा पनि अलिकति भए पनि धेरै मान्छेहरूसँग परिवारसँग बसेर खाने हो भने त्यसको मजा नै अलग्गै हुने गर्छ है। अनि एकछिन पानी परिसकेपछि फाट्यो। हामी चाहिँ एकछिन गफ गरेर यहाँबाट चाहिँ जानुपर्ने थियो मेरो बुहारीको माइत। अनि गाउँघरमा त्यही हो, साना उकालीहरू हुन्छन्, उकाली ओह्राली सानातिना। अनि यो अलिकति यहाँ उकालो हिँडेर मेरो बुहारीको माइती घरमा दिउँसोको खाना दिदीको घरमा थियो। अनि साँझ चाहिँ बुहारीको माइती घरमा सबैजना त्यहाँबाट यतै आउनु होला भनेर बोलाउनु भएको थियो। हामी चाहिँ पानी फाटिसकेपछि सबैजना हिँड्दै हल्का उकाली ओह्राली गर्दै, अब धेरै समय उकाली ओह्राली नहिँडेको हुनाले एकदम सबैजना गर्मी, तुरुन्तै हामीलाई चाहिँ गर्मी पनि भयो अलिअलि। अब हिँड्ने बानी छैन नि त, अब यता इन्डियातिर घरबाट निस्किने बित्तिकै गाडी चढ्ने। अनि उहाँ चाहिँ अलिकति उकाली ओह्राली गर्न पनि हामीलाई चाहिँ धेरै गाह्रो। 1 किलोमिटर पनि जानु पऱ्यो भने हामी चाहिँ रिक्सा नै बोलाउँछौँ, तर यहाँ रिक्सा बोलाउन अलि बाटो नभएर बोलाएनौँ। अनि त्यसपछि हामी चाहिँ यहाँ बुहारीको माइती घरमा गयौँ। अनि त्यसपछि साँझको खाना त्यहीँ खायौँ सबैजनाले बसेर। मजासँग खाना खाइसकेपछि हामी चाहिँ राति कहीँ पनि रोक्दैनौँ, आफ्नो घरमा आयौँ।